एभ्रिवान वेलकम टु माई न्यू ब्लग। आज चाहिँ हामी प्र्याङ्क गर्दैछौँ हाम्रो साथीहरूले। अहिले कोठामा चाहिँ कोही पनि छैन हाम्रो चाहिँ कलेज रुममा। सो साथीहरूले चाहिँ छलाउने काम गर्छ। मिटिदिएर मात्रै छैन बसेको छु। प्लान सक्सेसफुल होस् गाइज। आउँदैछ एकछिनको लागि क्यामेरा तल गर्छु है। कस्तो लाग्यो तपाईहरुलाई भन्नु? सरी प्र्याङ्क गरेको हैन। सर पनि तर्दिनु पर्यो। वाउ छल्लिने साथीहरुको रमाइलो भयो। नि तर्सिनु भयो। डरायो यिनीहरू। चाहिँ उहाँलाई मेन चाहिँ हामीहरू लिडर होइन, डराउनेवाला। अनि डर्नेवाला चाहिँ यहाँ हुनुहुन्छ। अनि दुईजना चाहिँ माथि हुनुहुन्छ हाम्रो साथीहरू। तपाईँलाई चाहिँ कस्तो लाग्यो चाहिँ रियाक्सन चाहिँ भनिदिनु होला है साथीहरू। हाम्रो चाहिँ त्यस्तो के अरे लङ भ्लग बनाउने उसमा चाहिँ हाम्रो चाहिँ भएको होइन सर्ट्स भ्लगमा चाहिँ हामीले राख्न खोजेको, तर चाहिँ भ्लग चाहिँ अलिकति लामै भएछ त्यसका बाजे। अनि गाइस तपाईँहरूले भन्नुभएको थियो तपाईँको कलेज भनेर। सो यो चाहिँ मेरो कलेज हो। अझै ठुलो छ। अनि बिल्डिङ पनि छ अझै। एकछिन बस न। उता पनि बिल्डिङहरू पनि छ, तर म चाहिँ त्यहाँ गएको छैन। यो चाहिँ हाम्रो ब्लग हो, ब्लग ई। सो हेर्न सक्नुहुन्छ मेरो कलेज। आजको प्र्याङ्क चाहिँ अनि खत्रै भएछ होइन? खत्रै भएछ कि छैन? सक्सेसफुल भयो होइन? जना साथीहरू चाहिँ तर्सेको साथीहरू चाहिँ यहाँ आउनुहुन्छ। कस्तो भएको थियो तपाईँहरूलाई अघि तर्सिँदा? सातै पुत्लो गयो अरे उहाँहरूको चाहिँ डराएर। दुईजना साथी चाहिँ उहाँ हुनुहुन्थ्यो। हामी गयो ल पछाडि साथीहरू भिडियो छैन त नि क्यामेरा बिर्यानी के अरे दुईजना चाहिँ मनेले चाहिँ हामीलाई चाहिँ डरायो भन्दैछन् कि होइन? तपाईँहरू तिनजनाको रियाक्सन चाहिँ आज चाहिँ नि के भयो त? हार्ट फेल त भएन? उहाँको चाहिँ एकदम पसिना आएको थियो साथीहरू होइन? उहाँ चाहिँ एकदम डराउनु भएको थियो। सो अब केटा मान्छे भएर डराउँदैनन् भन्ने चाहिँ नहुँदो रहेछ है, डराउने रहेछन्। अब त्यस्तो उसमा फेरि उयो पनि गर्ल्स फेरि कपाल यस्तो गरेपछि त डराइहाल्छ नि भाइ होइन र? त्यही पनि अँध्यारो कोठामा म घर पुगिसकेँ होइन? साथीहरूलाई गरेको प्र्याङ्क चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो भनिदिनु होला होइन? सो थ्याङ्क यू गाइज, थ्याङ्क्स फर वाचिङ माई ब्लग। एउटा सानो मिनी ब्लग बनाएको थिएँ। सो थ्याङ्क यू सो मच गाइज। बाई, टेक केयर। च्यानललाई लाइक एन्ड सब्सक्राइब पनि गरिदिनु होला ल।